धुलो र हिलो मुक्त सडक निर्माण गर्ने भन्ने उद्देश्यको साथ म अगाडि लागेको थिएँ। त्यसमा चाहिँ तपाईको के भयो त भन्दा त्यही अनुरूप अहिले हाम्रो 4 र 5 को मध्यपहाडी राजमार्गको काम भर्याङ गुरुङदेखि लगभग तपाईको गुम्बा डाँडासम्म कटुन्जेको गुम्बासम्म कम्प्लिट भएको छ र उतापट्टि त्यहाँबाट बाँकी रहेको जलजलीसम्मको खण्ड चाहिँ ठेक्का लाग्ने प्रक्रियामा छ। त्यसै अनुरूप हामीले भर्याङ गुरुङबाट थर्पु सेमजुङ मार्पाक हुँदै जाने बाटोलाई पनि त्यही स्तरको निर्माण गर्नको लागि विगत वर्षदेखि नै हामी धेरै घनीभूत ढङ्गले लाग्यौँ। भलै ढिलै भए पनि यसपालि हामीलाई सङ्घीय सरकारबाट तपाईको शहरी विकास मन्त्रालय र भौतिक योजना मन्त्रालयबाट 3वटा शीर्षकमा यो सडकलाई रकम प्राप्त भएको छ। साथै हाम्रो समपूरक बजेट पनि यही सडकमा छ। त्यसैले गर्दा आगामी वर्ष 82-83 मा हामीले थर्पु सेमजुङ मार्पाक जाने सडकलाई पनि क्रमिक रूपमा धुलो र हिलो मुक्त बनाउने अर्थात् पिचको कार्य सुरु गर्दैछौँ। हामी यसलाई निरन्तरता दिएर पुस माघमा बहुवर्षीय बनाएर यो कार्यलाई अगाडि बढाउने कुरामा छौँ। त्यसको साथसाथै अरू शाखा रोडहरूलाई पनि विभिन्न समपूरक बजेटहरू मार्फत र सङ्घ र प्रदेशका अन्य योजना मार्फत हामी सुदृढीकरण गर्दै जाने भन्नेमा छौँ। त्यसपछि हामीले स्वास्थ्यमा भोक्टिनीमा रहेको गाउँपालिका स्तरीय एउटा नेत्रावती अस्पताल भन्ने छ, त्यसलाई सुदृढ गर्नको लागि MBBS को दरबन्दी राख्ने काम गऱ्यौँ। त्यसमा चाहिँ तपाईको एक्सरेहरू मेसिन खरिद गरेर सकेसम्म नेत्रावती ढल्कुङ गाउँपालिकाका सबै नागरिकलाई दिन सकिने सुविधा चाहिँ त्यही नेत्रावती ढल्कुङ अस्पतालबाट दिन सकिन्छ कि भन्ने उद्देश्यका साथ लागेका छौँ। साथसाथै हामीले अलपत्र अवस्थामा रहेको एम्बुलेन्सलाई पनि सञ्चालनमा लिएर आएर अहिले हामीले जिल्लामा अन्य संस्थाले सञ्चालन गरेका रेटभन्दा 50% कममा सबै बिरामीहरूलाई बोकिरहेका छौँ। आकस्मिक बिरामी र सुत्केरीहरूलाई चाहिँ हामीले निःशुल्क बोक्छौँ। यसरी हामीले सेवा दिइरहेका छौँ। त्यस्तै ज्येष्ठ नागरिकहरूलाई टोलमा पुगेर 3-3 महिनामा हामीले घुम्ती शिविरको रूपमा स्वास्थ्य सेवा पनि दिइरहेका छौँ। त्यस्तै अपाङ्ग दलितका सबै क्षेत्रमा हामीले त्यस्ता रोगीहरूलाई पनि कार्यक्रम गरेका छौँ र दीर्घ रोगी प्लस गाउँपालिकाले अन्य रोगीहरूलाई पनि आर्थिक रूपले पनि केही हदसम्म हामीले सहयोग गरिरहेका छौँ। त्यस्तै गरी कृषिमा हामीले 2079 मा निर्वाचित भएर आइसकेपछि काठमाडौँ र धादिङ त्रिशुलीको नजिकमा रहेको गाउँपालिका भए हुनाले यहाँका उत्पादित वस्तुहरूलाई बजारसम्म पुर्याउन हामीसँग त्यति कठिनाइ नहुने हुनाले हामीले चाहिँ एक घर एक टनेलको नीति लियौँ। पहिलो वर्ष हामीले व्यवसाय उत्पादन गर्नेहरूलाई जोड गऱ्यौँ। त्यसपछि एक घर एक टनेलको नीतिमा गइरहेका छौँ। झन्डै हामी निर्वाचित भएर आएपछि 380 वटा जति पक्की टनेलहरूको निर्माण भइरहेछ। त्यसलाई हामीले निरन्तरता यो वर्ष पनि दिएका छौँ। त्यसकारणले अब यो कृषिमा गाउँपालिकालाई आत्मनिर्भर बनाउँदै निर्यातलाई प्रवर्धन गर्ने कार्यमा लाग्ने उद्देश्यका साथ हामीले सङ्घीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट यसपालि त्यो कुलिङ सहितको कृषि एम्बुलेन्स पनि प्राप्त गरेका छौँ, जसले गर्दा हामीलाई अब बजारीकरण गर्न जस्तो सामान हामीले यहाँ टिपेर राखेको हो त्यसलाई बजारसम्म पुर्याउँदा पनि त्यस्तै पुर्याउन सकियोस् भन्ने उद्देश्यका साथ त्यो पनि प्राप्त गरेका छौँ। त्यस्तै गरी हामीले फलफुल त्यसपछि गएर तपाईँको कागती, सुन्तला, किवी, कफी लगायत तपाईँको बाख्रा पालन, दुग्ध व्यवसाय यस्ता कुरालाई पनि आत्मनिर्भर बनाउने भनेर लागेका छौँ। त्यसै गरी हामीले सिँचाइका कृषिमा साना सिँचाइ, ठुला सिँचाइहरूलाई पनि प्राथमिकरण गरेर पहिलो चरणमा P1 मा चाहिँ 12 महिना पानी भएका ठाउँहरूलाई पहिला सिँचाइ गर्ने, त्यसपछि ठुला फाँटहरू जो असार र मङ्सिरमा मात्रै खेती हुन्छ त्यस्ता फाँटहरूलाई पनि सिँचाइ गर्ने भन्ने उद्देश्यका साथ हामी सिँचाइ पनि निर्माण गरिरहेका छौँ। साथसाथै हामीले शिक्षामा पनि अब आवासीय मोडलमा जानुपर्छ भनेर हामी लागिरहेका छौँ। साथसाथै हामीले के पनि गरेका छौँ भने केही विद्यालयहरूलाई यसपालिबाट मर्जर गर्ने कामलाई पनि अगाडि बढाएका छौँ।
अब हाम्रो चाहना चाहिँ के छ भने विद्यालयलाई मर्ज गर्ने, विद्यालयलाई बस व्यवस्थापन गर्ने, सडक पनि पक्की भइसक्छ। 12 महिना सडक सञ्चालन हुन सक्ने अवस्थामा भएपछि प्रत्येक गाउँमा चाहिँ अहिले विद्यालयमा विद्यार्थी घट्दै गइरहेको अवस्थामा मर्जरको नीति लिएर माध्यमिक विद्यालयहरूमा यातायातको सुविधा सहितको विद्यालय सञ्चालन गर्न सकियो भने विद्यार्थी पनि हराभरा हुने, शिक्षकलाई पनि मनोबल बढ्ने, उत्साह हुने खालको शिक्षा दिनुपर्छ भनेर त्यो चरणमा छौँ भने अर्को गाउँपालिकाले पूर्ण रूपमा निःशुल्क शिक्षा घोषणा गरेका छौँ। हामीले पोसाकदेखि स्टेसनरीदेखि इभन परीक्षा शुल्कसम्म पनि गाउँपालिकाले अपनत्व लिएर गाउँपालिकाभरि नै यसै तयारी कक्षाको पनि पैसा हामीले विद्यालयलाई हस्तान्तरण गरेर सकेसम्म विद्यार्थीहरूबाट फी नलिकन सञ्चालन गर्ने नीतिमा निःशुल्क शिक्षामा लागेका छौँ। त्यसको साथसाथै नेत्रावती दलगाउँ गाउँपालिकाबाट नीलकण्ठ नगरपालिकाको धादिङ बेसीमा रहेको नीलकण्ठ क्याम्पसमा उच्च शिक्षा अध्ययन गर्न जाने सम्पूर्ण विद्यार्थीलाई पनि छात्रवृत्ति दिने भनेर हामीले कार्यक्रम ल्याएका छौँ। शिक्षामा अहिले हामीले यसरी सुधार गर्ने, साथसाथै विद्यालयमा शिक्षक कम भएको ठाउँमा दरबन्दी मिलान गर्दा नफु कम भएका ठाउँमा स्थानान्तरण गर्ने, कार्यसरुवा गर्ने गरेर शिक्षकको पदपूर्ति गर्ने र निजी स्रोतमा भएका शिक्षकहरूलाई क्रमशः उहाँहरूले छोडेको बखत खाली गराउँदै निजी स्रोत र गाउँपालिका शिक्षा अनुदानलाई पनि हामीसँग विद्यालय मर्ज गर्दा शिक्षकको सङ्ख्या पुग्ने भएको हुनाले बिस्तारै त्यो हामीले घटाएर सङ्घको दरबन्दी मात्रै कायम गरेर गाउँपालिकामा आन्तरिक स्रोत नभएको कारणले गर्दा यो वित्तीय भार चाहिँ लामो समयसम्म गाउँपालिकाले थेगिरहन सक्ने अवस्था छैन। त्यसैले हामीले त्यस्तो नीतिका साथ शिक्षालाई निःशुल्क गरेका छौँ। त्यस्तै हामीले अब पर्यटन पूर्वाधारमा पनि तपाईँको वाका, डबजङ दरबार, बोलीजुजङ गुम्बा, त्यसपछि गएर तपाईँको महावीर चोली, अहिले आएर यहाँ 4 नम्बरमा रहेको बिन्दुकेश्वर महादेव, 5 नम्बरको गोकर्णेश्वर मन्दिर, त्यस्तै गरेर तपाईँको वाका रहेको साथसाथै हामीले अहिले ताङ्जामा माने पनि निर्माण गरिरहेका छौँ। त्यस्तै तपाईँको 4 नम्बरमा अहिले हिरक पार्क पनि बन्दैछ, त्यो बन्ने निर्माणाधीन चरणमा छ। यसरी हामीले सबै मठ मन्दिर र पुरातात्विक ठाउँ सम्पदाहरूमा पनि पैदल मार्ग जोड्न सकिन्छ कि भन्ने अवधारणाका साथ अगाडि बढिरहेका छौँ। तथापि बजेट प्राप्त गर्न सकेका छैनौँ र केही ठाउँमा केही सुधारका कामहरू भएको छ। जस्तो हामीले यसपालि डबजङ दरबार क्षेत्रमा गत वर्ष केही श्रेणी पनि लगाइयो, सडक पनि पुर्याइयो। यसपालि सङ्घ र प्रदेशबाट त्यसमा बजेट नगरी पनि हामी स्थानीय तहले त्यसको कार्य सञ्चालन गर्ने भनेर रकम विनियोजन गर्ने प्रक्रियामा छौँ। त्यस्तै बोलीजोजङ गुम्बामा पनि त्यहाँ चाहिँ बुद्ध पार्क बनाउने भनेर 3 र 4 को यो सामिप्य स्थल दामोदर देवताको थानमाथि एकदम पर्यटकीय स्थल छ। त्यसलाई पनि एउटा पर्यटकीय हब बनाउने उद्देश्यका साथ हामीले त्यसलाई पनि गाउँपालिकाले केही सम्बोधन गर्ने भन्ने कुरामा लागेका छौँ। यसरी गाउँपालिकाभित्र रहेका सबै पर्यटकीय स्थल, धार्मिक स्थलहरूलाई संरक्षण सम्वर्धन गर्दै दिगो रूपमा 2 दिनसम्म आन्तरिक तथा बाह्य पर्यटकलाई गाउँपालिकामा राख्न सकिन्छ कि भन्ने उद्देश्यका साथ लागेका छौँ। साथसाथै त्यसरी प्रवर्धन गर्दा हाम्रो गाउँपालिकाभित्र अहिले सुत्ने, खाने, बस्ने होटलहरूको व्यवस्थापन नभएको, त्यसैले निश्चित ठाउँहरूमा चाहिँ होमस्टे सञ्चालन गर्नको लागि सम्भाव्यता पनि अध्ययन गरिरहेका छौँ। यसरी हामीले पर्यटन क्षेत्रलाई पनि जोडेर लाने उच्च मनोबलको साथ काम गरिरहेका छौँ। साथसाथै यहाँहरूले भने जस्तै अब हामी कहाँ चाहिँ धेरै खाले समस्या छ। जनताका चाहनाहरू अनगिन्ती छन्। खानेपानीमा एक घर एक धाराको कामलाई पनि निरन्तरता दिइरहेका छौँ। जस्तो अहिले गैरामा सङ्घ सरकारबाट हामीलाई 85 लाख रुपियाँ खानेपानीमा विशेष अनुदानमा प्राप्त भएको छ। गत वर्ष यही गाउँपालिका आसपास क्षेत्र सेमनुङ आसपासलाई एक घर एक धाराको काम भएको छ। चौतारामा अलरेडी पहिल्यै भइसकेको छ। अहिले समस्या रहेको निरञ्जना माध्यमिक विद्यालयको खानेपानी समस्या छ, तमैमा खानेपानी समस्या छ। त्यहाँ तमैमा त प्रदेशबाट केही सम्बोधन पनि भएको छ। त्यस्तै गरी हामीले 4 र 5 लाई लक्षित गरेर भर्याङ गुरुङ दामोदर देवता थान लिफ्टिङ आयोजना, जसलाई गाउँपालिकाले गौरवको आयोजनाको रूपमा पनि लिइरहेको छ।
यसलाई पनि हामीले माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीज्यूलेसँग सहकार्य गरिरहेका छौँ। उहाँले अब छिटै नै मैले कुनै सङ्घ संस्थाबाट यो चाहिँ अलिक ठुलो एमाउन्टको भावनाले एकै चरणमा सकिने गरी व्यवस्थापन गर्ने आश्वासन प्राप्त भएको छ। त्यस्तै गरी अब अहिले हामीलाई यहाँ किसानको सबै माटोदेखि बालीदेखि पशुको चाहिँ विभिन्न रोगहरूको चाहिँ रोग पहिचान गर्नको लागि आधुनिक कृषि प्रयोगशालाको निर्माणको क्रम पनि सम्भवतः यो वर्ष हामीलाई त्यो भवन ल्याब सहितको पर्नेवालामा छ। यसरी हामीले समग्रमा नेत्रावती डबदङ गाउँपालिका भित्रका सबै आयोजनाहरूलाई समातेर सबै दाजुभाइ दिदीबहिनी आमा बुबाको भावनामा जान सक्ने गरी योजनाहरू तर्जुमा गरेर लागिरहेका छौँ। यिनै कुराहरूलाई अहिले हामी पहिलो प्राथमिकता राखेर गरिरहेका छौँ।